म एउटै शर्त छ मेरो, म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको। यहाँ सिङ्गो पुस्ताको भविष्य खरानी भएको छ, देशका संरचनाहरू जले खरानी भए भन्ने कुरा गरिएको छ। जो खरानी भयो त्यो त बन्ला, तर तपाईँ हाम्रो सपना 35 वर्षदेखि खरानी भएको छ, त्यसको हिसाब कसले गर्ने? त्यो सपना पूरा गर्नको निमित्त चाहिँ सबै मिल्न तयार छ। त्यो सपना पूरा गर्ने हो भने मिल्ने, यिनलाई हराउन मिल्न पर्दैन, देशलाई जिताउन मिल्ने, गिरेको आत्मविश्वासलाई उच्च बनाउनको लागि मिल्ने, देशलाई नयाँ बाटोमा लिएर जानका लागि मिल्ने एउटा दुईटा चुनावको कुरा छैन साथी हो, सिङ्गो पुस्ताको कुरा छ। साना साना बालबालिकाको मैले कुराकानी गरेको छु, ती बालबालिकाको मात्र होइन, यो देशमा जन्मन बाँकी रहेका बालबालिकाको भविष्य पनि तपाईँ हाम्रो हातमा आएको छ। कति जिम्मेवार हुनुपर्छ होला सोचिहेर्नुहोस् त, कति जिम्मेवार हुने हो। छोडिदिनुहोस्, जे भयो जे बित्यो बित्यो। इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन, भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले गर्नुभयो, धन्यवाद। थान्कोमा बस्नुहोस् है, थान्कोमा बस्नुहोस्, थान्कोमा बस्नुहोस्। 2 तिहाईको दम्ब, भिडहाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। तर नयाँ पुस्ताको आवाजलाई सम्मान गरेर, नयाँ पुस्तालाई साथमा लिएर, नयाँ पुस्ताले देखाएको यो विद्रोहको ज्वालालाई सम्झिएर, सम्मान गरेर, हातेमालो गरेर, साथ दिएर, अपमानित नगरिकन अगाडि बढ्ने हो भने हामी सँगै यो देशको समृद्धिको बाटो गर्न सक्छौँ। यो एउटा दुईटा मान्छेले गर्न सक्ने होइन, एउटा दुईटा मान्छेले पार लगाउने विषय होइन, सबै मिल्नुपर्छ। सुरक्षाकर्मी साथीहरूको मनोबल हामीले उच्च गर्नुपर्छ। हरेक आन्दोलनमा जसलाई पनि परिवर्तन चाहिएको छ, तर जतिखेर पनि सुरक्षाकर्मी साथीहरूलाई घाइते बनाएर परिवर्तनहरू आएको छ। अब उहाँहरूको घाउ पनि हामीले पुर्ने हो, उहाँहरूलाई पनि सुरक्षित महसुस गराउने हो, किनकि यो देशका सिपाहीहरू हुन् उनीहरू, उनीहरूका लागि पनि हामीले काम गर्नुपर्ने हुन्छ। त्यसैले साथी हो, उच्च मनोबलका साथ हामी काम गरौँ। मलाई थाहा छैन मेरो यो आवाज कति दिनसम्म चल्ने हो, म माथि तरवारहरू धेरै झुन्डिएका छन्, मुद्दा बाँकी छन्। अपदस्थ सरकार गयो, तर उनले झुन्ड्याएको मुद्दा मेरो टाउको माथि अझै पनि छ। लड्छु, मलाई चिन्ता छैन लड्नको निमित्त, जबसम्म सास रहन्छ त लड्छु। तर तपाईँहरूको साथ चाहिन्छ, मलाई व्यक्तिगत रूपमा चाहिँदैन। मेरो केही माग मुद्दै छैन, मेरो व्यक्तिगत माग केही पनि छैन। मेरो माग त यो पुस्ताका लागि हो। संसदमा हामीले 101 मान्छे लिएर गयौँ, निदाउँथे मान्छे संसदमा, एउटा बजेट भाषण तै विषय हेर्थे मान्छेले, तर संसदको हरेक सेसन नेपाली जनताले आँखा झिमिक्क नगरिकन हेर्ने बनायो रासोपाले, लग्यो चेन्जी। संसदलाई संसद जस्तो बनायो नि, अब सरकारलाई सरकार जस्तो रासोपाले बनाउँछ, चिन्ता नगर्नुहोस्, सबै मिलेर। म फेरि पनि साथीहरूलाई भन्न चाहन्छु, एउटा चुनावको कुरा हो भने कुरा नगरौँ, एउटा पुस्ताका लागि मिल्ने हो भने म तयार छु, हरदम तयार छु। हिजो जेलभित्र बस्दा पनि तयार थिएँ, आज बाहिर पनि तयार छु, फेरि जेल हालेछन् भने पनि तयार छु। हस्, यति भन्ने मैले भनाइ यति आएँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। मान्छे